हेलो नि नमस्ते। आजको भिडियोमा चाहिँ म पाया बनाउन गइरहेको छु। पाया बनाउनुको लागि चाहिँ एकदमै सजिलो छ र यो चाहिँ स्पेनिस खाना हो। र यहाँ जुन भाँडा युज गरेको छु त्यो भाँडा चाहिँ स्पेसली पायाको लागि नै युज गरिन्छ। र मान्छेले विभिन्न तरिकाले बनाउने गर्छन्, ठाउँ अनुसार फरक हुन्छ र यो भर्जन चाहिँ मेरो आफ्नै भर्जन हो। यहाँ मैले चिकन राखेको छु, त्यसपछि चाहिँ 2 टाइप्सको स्क्विड युज गरेको छु र त्यसलाई पनि हल्का फ्राई गर्ने र साइड लगाउने। र त्यसपछि चाहिँ यहाँ मैले गार्लिक र अनियन राखेको छु। तपाईँले पायाकै भाँडामा नबनाइकन फ्राई प्यान र राइस कुकरमा पनि बनाउन सक्नुहुन्छ। यदि तपाईँहरूलाई राइस कुकरमा कसरी बनाउँछ भनेर भिडियो चाहिएको छ भने तल कमेन्टमा लेख्नु होला है। अनि त्यसपछि चाहिँ मैले यहाँ रातो र हरियो क्याप्सिकम अनि ग्रिन बिन्स राखेको छु। त्यसपछि साल्ट, स्विट पाप्रिका, साफ्रोन राख्ने र मजाले मिक्स गर्ने। र मजाले मिक्स गरिसकेपछि यसमा चाहिँ मैले चाहिँ बोक्रा छिलेर ग्रेट गरेको चाहिँ गोलभेडा राखेको छु र त्यसपछि चाहिँ मसल्स राख्ने। र यहाँ चाहिँ मैले राउन्ड खालको चामल युज गरेको छु। चामल चाहिँ थोरै राख्ने, धेरै राख्ने होइन। अनि त्यसपछि चाहिँ यसमा ब्रथ चाहिँ मैले रेडिमेड ब्रथ युज गरेको छु। तपाईँ आफैले घरमा बनाएको ब्रथ पनि युज गर्न सक्नुहुन्छ। चामल चाहिँ 2.5 कप कम राखेको छु भने 3.5 ब्रथ राखेको छु। र त्यसपछि चाहिँ यहाँ श्रिम्प राख्ने र श्रिम्प राखिसकेपछि चाहिँ मसँग थोरै मसल्स बाँकी थियो त्यो पनि राखेँ। र त्यसपछि यसलाई मजाले चाहिँ फोइल पेपरले चारैतिरबाट बन्द गरेर चाहिँ सानो आगोमा जबसम्म चामल पाक्दैन तबसम्म मजाले पकाउने। अब चाहिँ मेरो पाया रेडी भयो खानुको लागि। तपाईँहरूले पनि घर बनाएर खान सक्नुहुन्छ होइन। यदि तपाईँहरूलाई नेक्स्ट कुनै भिडियो बनाइदिए हुन्थ्यो जस्तो लाग्छ भने कमेन्ट बक्समा लेख्नुहोला।